हेलो एभ्रिवान, आज चाहिँ म हिँडेको माइततिर। एकछिन चाहिँ बाटोमा हामी चाहिँ बसेर चाहिँ हिमाल हेर्न लाग्यौँ। हिमाल चाहिँ हाम्रो चाहिँ दुक्तानदेखि चाहिँ एकदम नजिक चाहिँ देखिन्छ कि। हेर्नुहोस् त, माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, सागरमाथा देखिन्छ कि हाम्रो गाउँबाट। एकदम दामी छ नि त। यो चाहिँ बसथान कुलानको मन्दिर रहेको छ हाम्रो चाहिँ दुक्तान गाउँमा। हाम्रो चाहिँ बिरालोले कस्तो खान्छ कि बिस्कुट एकदम। यो चाहिँ मेरो मम्मी भयो, मेरो बाबा हँसाउँछ कि मेरो बाबाले एकदम। यो चाहिँ झ्यापु भइरहेको छ भने झ्यापु चाहिँ एकदम म आउने बित्तिकै हौ हौ भुकेको मैले हौ गरेछु, यसले पनि हौ गरेछ। ए तरकालीले घरलाई घेरेर हैरान छ के अरे। बजारतिर यति तरकारी पाएको भए कति खान्थ्यो नि। गाउँमा फालाफाल छ। ल हेर्नुहोस् त लौका यहाँ कत्रो छ, एकदम लामो। यस्तो लौका त मैले अहिले तक देखेको थिएन हो। ओ सुन्तला पनि मर्न लागि जस्तो छ। यो चाहिँ मेरो बुढा बुढियामा, उहाँहरू चाहिँ अहिले हुनुहुन्न। ल हेर्नुहोस् त सुन्तला कस्तो छ, दुक्तानको सुन्तला एकदम दामी छ कि सुन्तला। यस्तो बाइकमा चिसो भएर हावाले हानेर म त घोप्टी परेर आएको त बिरामी बोकेर आएको क्या भन्छ के अरे सबैले।